हेलो गाइज वेलकम टु माई अटो ब्लगमा तपाईँलाई स्वागत छ। म चाहिँ अहिले यहाँ गोम्पा क्याम्पको परिसरमा बसिरहेको छु पेसेन्जर खोजीमा। अनि यहाँ म चाहिँ ठ्याक्कै पेसेन्जर भेटेँ ओसो पार्क जाने भनेर चाहिँ। अनि ओसो पार्क उनीहरूलाई चाहिँ मैले चाहिँ लिएर चाहिँ यहाँदेखि जाँदैछु गाइजहरू। हेलो गाइज म चाहिँ यहाँ श्रम संस्कृति पार्क आइसकेँ। अनि पार्कमा चाहिँ आएर चाहिँ म चाहिँ अब उनीहरूलाई चाहिँ घुमाउनुको निम्ति चाहिँ म चाहिँ उनीहरू पछि पछि आउँदैछ, म चाहिँ अगाडि अगाडि जाँदैछु। अनि यहाँ चाहिँ टिकट सिकट काटेर त सबै कुरा होइन गरिसकेर चाहिँ यिनीहरूलाई मैले पार्कभित्र लिएर घुमाउनुको लागि चाहिँ मैले यिनीहरूलाई भन्दैछु यो चाहिँ नयाँ पार्क बन्दै गरेको, यो चाहिँ अहिले बन्दै गरेको, यो चाहिँ बनिसकेको है। यो चाहिँ युनाइटेड अल गोर्खाले चाहिँ बनाएको होइन, त्यो गोर्खाले बनाएको यो चाहिँ पार्क हो, युनाइटेड अल गोर्खा पार्क होइन। अनि यो चाहिँ यस्तो बनिएको छ गाइजहरू है। तपाईँहरू पनि आउनु सक्नुहुन्छ, यहाँ भिजिट गर्नु सक्नुहुन्छ। यहाँ घुम्नको निम्ति यहाँ श्रम संस्कृति पार्क होइन हर्क साम्बाङले बनाएको हेर्नुको निम्ति तपाईँहरू चाहिँ यो जग्गामा आउनु सक्नुहुन्छ। यो चाहिँ धरान 14 है पर्दछ तपाईँको माथि फुसेदेखि सिधै मेरो भिडियोहरूमा चाहिँ तपाईँले हेर्नु सक्नुहुन्छ। बाटो यहाँदेखि आउने कतादेखि जाने भनेर चाहिँ तपाईँले लोकेसन देख्नु सक्नुहुन्छ। अनि यहाँनिर यस्तो बनाएको छ, यस्तो मजाले तपाईँहरू आएर त्यहाँ चाहिँ टिकटक बनाउनु है। तपाईँहरूले अरू कुनै भिडियोहरू गर्नुको निम्ति र कुनै भिडियो तपाईँको है गर्नुको निम्ति र तपाईँहरूले कुनै गानाहरूको लागि भिडियो सुट गर्नुको निम्ति पनि यहाँ चाहिँ एकदम उपयोगी तपाईँको सिनहरू है, तपाईँको हरेक कुराहरूको वातावरणहरू देख्न सक्नुहुन्छ। त्यो भएको कारणले चाहिँ तपाईँहरू यहाँ चाहिँ आउँदा चाहिँ भिजिट गर्नु सक्नुहुन्छ भन्दै आजको मेरो भिडियो यहीँ राख्दै बाई बाई भन्नु।